हेलो सेवा नमस्ते। म चाहिँ मेरो बारीको सिमीहरू तिते करेलाहरू टिप्दैछु। अहिलेको साल त मेरो तिते करेला पनि यति धेरै फल्यो कि पोहोरको सालको भागसँगै फलेछ अहिलेको साल त। अनि तुने बोडी पनि फलेको छ, फल्दैछ अझै पनि यति धेरै फलेछ, मजाले भएछ क्या मल पुगेर। मलाई भिडियो गर्नु चाहिँ आउँदैन। यो चाहिँ मेरो फर्स्ट भ्लग हो। मैले फर्स्ट टाइम यसरी भ्लग गर्दैछु मेरो बारीको। मेरो धेरै जग्गा छैन, थोरै जग्गा छ, त्यसैमा पनि अनेक कुराहरू रोप्न मन लाग्छ। अनि अलिअलि सबै चिजहरू रोपेको छु। अनि आफूले खाना चाहिँ हुन्छ, किन्नु पर्दैन त्यस्तो धेरै, आफूले खाना चाहिँ पुगिराखेको छ। सागहरू पनि छरेको छ आजभोलि, तिते करेलाहरू पनि टन्नै फल्यो। अब मैले चाहिँ तिते करेला खानु हुँदैन प्रेसर लो भएर, तर पनि खानु चाहिँ मनपर्छ, आफ्नोमा फलेको पनि छ। यस्तो सुरुङ्गे मुसाहरू तपाईँहरूकोमा छ, यत्रो ठुलो पारेको छ। मेरो बारीमा फर्सीहरू रोपेको छु। अनि यस्तो फुलहरू चाहिँ अहिले मेरोमा यस्तो मजाले फुलिरहेछ। यो चाहिँ मेरो घरको सानो गार्डन हो, यही हो। अनि मैले कुखुरा पनि पालेको छु थोरै। अनि अन्डा, अचम्मको कुरा छ, मेरो कुखुराले अन्डा पारेको 3 महिना भइसक्यो, तर ओथारो बसेको छैन। तर अन्डा चाहिँ पारेको छ हेर्नु, मैले किन्नु परेको छैन। अन्डा खाने मान्छे मेरो घरमा छ, सानो मान्छे। आज पनि 17 दाना अन्डा निकाल्दैछु, तर 2 दाना चाहिँ यहीँ छोडिदिएको, अनि 15 दाना मात्रै लगेको हो। लिने चाहिँ मेरो फुलहरू हो। थ्याङ्क्स फर वाचिङ। आई होप तपाईँहरूलाई मनपर्छ होला। यदि मनपर्छ भने सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, अनि कमेन्ट्स पनि गरिदिनु होला, केही भनिदिनु होला, मलाई अलिक मोटिभेट हुनेछ। अनि धन्यवाद। थ्याङ्क यू फर वाचिङ।